हामीले भनेको मात्रै थियौं, नागरिकले खोज्दै थिए। ए हजुर, घर खर्चलाई हाम्रो घरमा कति होला? 2-5 हजार, 1-2 हजार होला। घर खर्चलाई 2 कोठा पैसा राख्दा रहेछन्। 2 कोठा खोज्न बाँकी छ। त्यो बुढा नीलकण्ठतिर राखेको 2 कोठा घर खर्चलाई राखेको पैसा हो। यिनीहरूको यो 35 वर्षको घर खर्च बाहेक राखेका ती अकुतहरू खोज्न बाँकी छ, खोज्न बाँकी छ। एआई रे पैसो चाहिँ एआई, हेलिकप्टर चाहिँ के रहेछ कुनी? पत्याउँछ? पत्याउँदैन नागरिकले। त्यस्तै उस्तै हिजो जस्तै मान्दैन नागरिकले। यो 35 वर्ष जनप्रतिनिधि कस्तो पठाए, कस्तालाई दिए टिकट भन्नै पर्यो। सदनमा हजुर घुरेर निदाउनीलाई दिएछन्। नबोल्नेलाई दिएछन्, बोल्दै नबोल्नेलाई दिएछन्, जनताको मुद्दा उठाउँदै नउठाउनेलाई दिएछन्। हैन र? सुत्या मैले मात्रै देखे हो कि तपाईहरुले पनि हो? संघीय जनप्रतिनिधि कस्तो बनाएछन् हजुर? अर्काले लेखेर दिएको चिरकटो पढ्दाखेरि थर 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 हुने पठाएछन्। संघीय सदन जहाँ कानून निर्माण गर्ने थलो हो, त्यो थलो कस्तो बनाएछन् हजुर? हाम्रा बा राम्रा, तिम्रा दाई नराम्रा भन्ने झगडा गरी दिनभरि झगडा गरी थलो बनाएछन् हजुर कानून बनाउने ठाउँमा। त्यो सदन कस्तो बनाएछन् यो 35 वर्ष? त्यसका काम कानून बनाउने होइन, प्रधानमन्त्री बनाउने, विश्वासको मत हाल्ने, अनि फेरि 9 महिना पछाडि प्रधानमन्त्री बनाउने थलो बनाएछन्। त्यो सदन 2029 सालको वन ऐन संशोधन गर्नका लागि बनेन छ हजुर, जसका कारण आज संरक्षित क्षेत्र, बफर जोन लगायतका सुकुम्बासी समस्याहरू कति जस्ता तस्तै छन्। हाम्रो विकास निर्माणको कामहरू सञ्चालन चलाउँदै गर्दाखेरि ती ऐनहरू संशोधन नभएर कति अप्ठ्यारो छ। त्यसमा काम गरेनछन् हजुर। विगतमा बनाएका ती असरल ऐन र संशोधन